यतिखेर हामी बडी केदार गाद नजिकै क्यामेराबाट कैद गरिराखेका छौँ गादलाई हैन। तपाईहरुले जताबाट देख्दै हुनुहुन्छ त्यहाँबाट चाहिँ केदार बाबा लेख्नु होला, टाढैबाट दर्शन गर्नुस्। पुगिहाल्यो त्यो। गुड मर्निङ, शुभ बिहानी, जय केदार बाबा। आज कार्तिक 17 गते हामी चाहिँ अहिले म चाहिँ घरबाट निस्किँदैछु हैन केदार बाबाको दर्शन गर्नको लागि। बहिनीहरू गइसके अघि नै 7 बजे हैन, 7 बजे म घरबाट निस्किँदैछु। अनि एगम भाइ र म जाने सल्लाह भएको छ। उसको बाइकमा म माथि निस्किँदैछु घरबाट रोडसम्म। अनि त्यसपछि हामी जान्छौँ बडी केदार धाम दर्शन गर्न। बडी केदार धाम त्यहाँ हो माथि पहाडमा टपमा, यहाँबाट देखिराखेको छैन हैन, घाम लागिसक्यो त्यहाँ चाहिँ। यहाँ भक्कर घाम आउँदैछ। लेट्स गाइज, बडी केदार धाममा दर्शन गर्नुपर्छ हैन, रमाइलो हुन्छ। त्यहाँको सुन्दर दृश्य हैन, सबै साथीहरूसँग भेटघाट पनि हुन्छ र केदार बाबाको दर्शन गर्नुपर्छ भन्ने हेतुले हामी लाग्दैछौँ। लेट्स गाइज, हामी चाहिँ काउलेबाट केदारको लागि बाइकमा हिँडिसकेका छौँ। राइड हान्दै हैन, स्लो मोसनमा। सो कति बज्यो? 8 बज्यो कि यहाँ पुग्नुसम्म। बागछेडा पुग्यौँ हामी हैन। बागछेडाबाट चाहिँ माथितिर लाग्नुपर्छ, यतातिर हैन, पिच रोड। जय केदार बाबा की जय होस्। दर्शन बगिया हरन देन मा यो साइड दिन्छ। यो त धुलो खाउनेलाई लास्टै अगाडि भयङ्कर धुलो योभन्दा गर्छ यार। टक्क हाम्रो गाउँ देखिँदैछ तलतिर। आयारी यता रोल, तल चाहिँ रनगडा। हरन त के लाग्दोमा यो धुलो खाउने यार। उदला सुरज भ्याइएर हैन हामी कच्ची रोड पुगिसकेका छौँ। अफ रोडको धुलो धुवासँगै हामी केदारको यात्रामा निस्किसकेका छौँ। हामी गणेमाज क्रस भएर अत्तरगढा पुग्दैछौँ एकैछिनमा। क्या दामी घाम लागेको छ हैन, मस्त पहाड गाउँ हाम्रो देखिरह। अत्तरगढा पुग्न लाग्यौँ हामी हैन। मान्छे यसरी बाटोमा रातभरि बसेर दोकानमा बेच्दैछन्। ओ दाजु भेडियो भलक कट्टी झरिसकेको छ। आइसाउँदैछ तलबाट बाटो। साँग्रो भए पनि आफ्नै साइडमा टक्क जाने हो। जय केदार बाबा की। विभिन्न समुदायका मानिसहरू आएर यसरी बस्नु भएको छ। रोक्न त अनि साइडमा माथि टपमा केदार।
उत्तरगाडा बजार पुग्दैछौँ होइन हामी यतिखेर गाइजहरू। बसहरू यसरी पार्किङ भएका छन् यतै तलतिर। चिया खाने कि माथि खाने पार्किङमा रोकिने हो भने एकचोटि अलि उता उ त्यो उत्तरगाडा बजारमा छौँ हामी यतिखेर होइन। केदारको चहल पहल, आज केदारको दिन। पार्किङ स्थलमा पुगिसकेका छौँ। माथि पनि छ नि पार्किङ स्थल, माथि जाउँ न। यहाँ कहाँ राख्ने? माथि जाउँ। यहाँ पे आएको जम्मै